Questions are more powerful than answer. Did you think that the questions are more powerful? I'll tell you one story. एकजना उद्यमी लेडी थियो अरे, जसले चाहिँ व्यवसायमा एकदमै रुचि राख्थे. Who had always had been fascinated by the world of business. ऊ जहिले पनि बिजनेसको बारेमा जान्ने इच्छा राख्थे. She had a passion for innovation and desires to make a difference. माने उनीसँग केही कुरा नवीनता र फरक गर्ने इच्छाका लागि सदैव जोस हुने गर्थे अरे. अनि एक दिन उसले चाहिँ भेट्यो अरे. सी मेट अ सक्सेसफुल मेन्टर हुज नेम वाज ज्याक. एन्ड ज्याकले चाहिँ उसलाई उल्टा प्रश्न सोधे अरे. किनभने यहाँ उत्तर दिनु ठुलो कुरो होइन, तर प्रश्न सोध्नु चाहिँ ठुलो कुरा हो भन्ने भनिएको छ. अनि हु आस्क्स हर सिम्पल क्वेसन बट येट पावरफुल क्वेसन. उसले सोध्यो अरे, वाट ह्यापन डु यु वान्ट टु सल्भ. माने तपाईँ के समस्याका समाधान गर्न चाहनुहुन्छ. अनि त्यो कुराको उसले एन्सर दिन सकेन, किनभने मान्छेको जीवनमा समस्याहरू धेरै हुन्छ, तर तपाईँले कुन चाहिँ कुरालाई प्रायोरिटी दिनुहुन्छ त्यो तपाईँमा निर्भर पर्छ. एन्ड दिस ज्याक्स क्वेसन स्पार्क अ चेन रियाक्सन अफ क्युरियोसिटी इन हर एन्ड बिगेन टु आस्क हरसेल्फ. अनि त्यही एउटा प्रश्नले उसलाई थुप्रै प्रश्नहरू गर्न बाध्य बनायो. वाट आर माई स्ट्रेन्थ एन्ड विकनेस. माने यो क्वेसनले के भनिरहेको छ भने कुन चाहिँ कुरो चाहिँ मेरो लागि सबल छ, कुन चाहिँ कुरो मेरो लागि एकदमै निर्बल छ भने वाट आर माई स्ट्रेन्थ एन्ड विकनेस त्यो कुरा तपाईँले थाहा पाउनुपर्छ यदि यु आर सल्भिङ सम प्रब्लम. एन्ड वाट प्रब्लम्स आई डु आई केयर आई डिपली. माने म कुन चाहिँ समस्यालाई चाहिँ मैले एकदमै गम्भीरपूर्वक